सबैजनालाई। राति निर्माण सेवामा चाहिँ राति पनि ओटी चल्छ, दिउँसो पनि ओटी हुन्छ। यदि काम गर्न इच्छुकहरूले यो टिकटकलाई फलो गरेर कमेन्टमा लेख्नु होला। यो चाहिँ भोटेबुलको 6 तलाको प्रोजेक्ट हो। त्यसरी अब पिक्चरहरू चलिरहेछ होइन। अब रातिको समयमा अब लाइटहरू जलाएर सबै छँदैछ। हाम्रो चाहिँ यहाँ तलको तल चाहिँ अब त्यसरी काम धमाधम भइरहेछ। यहाँ तल यता भाइहरू गाडी कुदाएर बिलिरी हिँडिरहेछ। भाइ माथिबाट रहेर पानी हालिदेऊ ल। ल यता त भित्रमा चर्किया चाहिँ केटाहरू। ल यतापट्टि चाहिँ यो वालको लागि यो वाल चाहिँ यो हुँदैछ, लगाइँदैछ। यतापट्टिको घर चाहिँ धरापमा भएको कारणले गर्दाखेरि वाल हुँदैछ। केटाहरू यतै ढुङ्गा फाल्दैछ। भर्खरै सुरु हो यो। यतापट्टि चाहिँ तपाईँलाई भनिसक्यो ढलाइ भइसकेको। अब यतापट्टि चाहिँ बाँकी छ। अब यहाँनिर आज जेसिबी लागिसकेर चाहिँ अब यहाँ भोलिदेखि अब सोलिङको कामहरू सुरु हुन्छ। बिस्तारै है केटा हो, बिस्तारै। कति बजीसम्म काम हुन्छ, के हुन्छ, कसो हुन्छ, म अहिले एकछिन फेरि तपाईँहरूलाई अपडेट दिनेछु है। साथी हाम्रो त नाइट काम चल्दैछ। तिमी पो सुटमा छौ, हामी त यहाँ हेरेर त्यस्तो हाल्छ है सागर। यहाँ पुटसुट लाएर पनि काम हुँदैछ हाम्रो। यस्तो हाल्छ। गर्नु पर्यो नि त त्यत्तिकै याङ त आउँदैन होला साथी। याङकै लागि त दुकान जाने अनि याङ आउँछ। त्यो पनि गर्नुपर्छ भन्थे हो रहेछ क्या। अनि यहाँनिर केटाहरूले 9 महिनाको जस्तै बनाइहाल्यो छ। केटाहरू गप 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 काम गरेर उहाँ पानी तान्दैछ। के हो यो गदर गाडी यो सुडु अनुहार लिनु अरे। यो बस दाँत देखाऊ। यो सुडु गुड्डु। यो सागर यता मिलन उत्रिँदैछ। सन्ध्या यो भिडियो मलाई जाने बित्तिकै व्हाट्सएपमा गरेर ल। म यता छु, वरिपरि कुदी हिँड्दैछु, घुम्दैछु। यता दाईहरूलाई चाहिँ यहाँ पुरै होइन, दाई भाइलाई चाहिँ पुरै गप 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 कि के हो कान्छी कान्छा कान्छी कान्छा आज के भयो? फाँक भयो कि साग भयो? कसो अरे? सुतेकै गर अन्त भोलि त लानु पर्ला नि त। कि खत्री कि अब तल 20 नम्बर लानु पर्ला फेरि सुतेको भयो भने त। अनि त्यस्तो त नगर्ने, सुतेको होइन। भोलि काममा चाहिँ आउनु पऱ्यो, व्यवस्था हुन्छ तपाईँको फेरि। बलरामजी के छ हाल? बलरामजी हेर बिचारा, बलरामजी पनि फाँक भइसकेको छ आज। मिलन पानी खोल्दैछ, चिसो पानी। यता एउटा बुद्धले खाँदैछ, पानी खाँदैछ। यतै शिलाजी फाँक भइरहेछ केटाहरू आज। अनि प्रोजेक्ट पनि सानो छ त यो। आमामा यहाँदेखिको यस्तो च्याट्टै घुमाएर लगेर चाहिँ नि यहाँ परसम्म छ। यहाँनिर अस्तिको दिन पनि 11 बजीसम्म काम गराइ भयो यहाँनिर। ढलाइ गर्दाखेरि आरएमसीले यतासम्म ल्याइदिएर 4 फुटसम्मको चाहिँ ल्याब छोड्नु पर्ने भएर चाहिँ अस्ति 11 बजीसम्मको भयो। यता पानी जमिरहेछ मासतिर। जाली यही हो, यस्ता खालको चाहिँ जाली बुनाइ होइन। 28 इन्ची लगभग होला अस्तिको ढलाइ। पिलरहरू यत्रो छ, यिनीहरू चाहिँ पिलरहरू यहाँ चाहिँ अब कम्प्लेक्स बन्नेवाला 6 तलाको। एउटा कम्प्लेक्सको लागि यत्रो छ। यिनीहरू सेफ्टी ट्याङ्की हो यहाँनिरको चाहिँ। यो आरसिसी ढलाइ गरेको छ। 10 इन्ची वाल उठाएर चाहिँ आरसिसी ढलाइ हो यो। यताको अब सोच भइहाल्यो ल। अब आजको लागि काम यति नै। अब आजको लागि भिडियो यस्तै नै होला। मेरो भिडियोलाई हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। क्यामेरा राम्रो छैन, प्रतिक्रिया पनि दिनु होला।
हाम्रो ठेक्दार दाइ ऊ माथि बसिराख्नु भएको छ दाइ पनि गलेर फाँगुनु भएको छ ऊ पानी अनि पानी खाँदै हुनुहुन्छ क्यामेरा अब राम्रो छैन के गर्नु क्यामेरा अब आइफोनको भए पो हुनु अब यस्तै भिडियो सिडियो बनाएर कतै कमिएछ भने किन्नु पर्ला त्यही पनि आइफोन टुकटुके होइन त्योभन्दा राम्रो त के नै हुनसक्छ र ल आजलाई भिडियो यति नै के कस्तो छ प्रतिक्रिया दिनु होला कमेन्ट गरिदिनु होला बाई बाई फेरि भोलिको भिडियोमा आउनेछु है ल यता हाम्रो कान्छीको कान्छा पनि बाई बाई भन्दैछ यी यता 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 यो हाम्रो सुटु साथी यता बलरामजी सबैजना अब छुटौँ होइन भोलि बिहान भेटौँ सबैजना है त पार्लेजी भन्छ के भन्छ अरे पार्लेजी म त मान्छे पो त अनि ल है आज अघि भन्दै थिएँ कि बिर्सिको हेर्छु कि हो यी यहाँनिर चाहिँ अब यतापट्टिको बडीहरूको घर छ यतापट्टि यस्तो घर छ यति धराप छ यति नाजुक छु यो कसरी अब उठाइसकिन्छ भन्ने त्राईमा थियौँ धन्न अब केही भएन सक्सेसफुल भयो राम्रै भयो यता अब अघि बिहान यसरी यहाँ चाहिँ पहिलो ग्राम झरेर यता घर क्षति हुनेवाला थियो धन्दा क्षति हुनबाट बच्यो भगवान्ले हाम्रो पुकारलाई सुनिदिनु भयो त्यही भएर यहाँ घरहरू बचेको छ अब भोलिदेखि यहाँनिर अब धमाधम सोलिङ हुन्छ अनि त्यस पछाडि पिसिसी ढलाई अनि जाली बुनाइ हुन्छ ल अब भिडियो आजलाई यति नै अब भोलिको भिडियोमा फेरि आउनेछु बाई बाई सी यू